हेलो गाइज सबैजनालाई आजको भिडियो प्रस्तुत गरिरहेको छु। सो हामी मकाउबाट हङकङ गइरहँदा हङकङ मकाउ ब्रिज विश्वको सबैभन्दा लामो ढलाने पुल क्रस गरिसकेपछि हामी हङकङ इमिग्रेसन पुग्छौँ र त्यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ र त्यहाँ बाहिर निस्किसके पछाडि अहिले म चाहिँ गाडी चढ्ने तयारीमा छु र यहाँबाट चाहिँ B5 बस नम्बर चढेर सन्नी बे जाने तयारी गर्दैछु। सन्नी बे गइसकेपछि त्यहाँबाट मेट्रो चढेर चाहिँ वाङसुइपो भन्ने ठाउँ गएर त्यहाँ केही सपिङ गर्नको लागि र मोबाइल हेर्नको लागि चाहिँ जाने तयारीमा म हिँडिरहेको छु है त। फाइनली सन्नी बे आइसके पछाडि र बसबाट झरिसके पछाडि सन्नी बेको वरिपरि रहेको यो एकदमै मनमोहक र सुन्दर दृश्यलाई चाहिँ मैले क्याप्चर गरिरहेको छु। सो यहाँको दृश्य हेरेर पक्कै हजुरहरूलाई पनि रमाइलो लाग्नेछ। सन्नी बेमा घुम्ने सोच भने थिएन, तर यहाँ जुन दृश्य मैले गाडीबाट आइरहँदा देखेँ त्यो दृश्य देखिसके पछाडि यहाँ नघुमिकन जान मन लागेन। त्यसै यो चाहिँ सन्नी बे हो गाइज है। अहिले हामी सन्नी बेमा छौँ। सो सन्नी बे हामी सन्नी बेमा चाहिँ अब झरेर डायमन्ड हिल्सको यात्रा चाहिँ तय गर्न खोज्दैछु मैले। अब यहाँ म सोध्दै खोज्दै हिँडिरहेको छु है। अब घुम्ने भनिसके पछाडि चाहिँ अब साथी खोजेर बस्ने होइन क्या, घुमिहाल्ने हो, हिँडिहाल्ने हो। नानीमा छँदै छैन, रिल्याक्स गर्ने। सो नाउ अब अहिले चाहिँ म यो सी साइड सन्नी बेको चाहिँ सी साइड जाँदैछु है। एकदमै राम्रो भ्यू छ, यति राम्रो भ्यू छ है। तपाईँहरूले हेर्नुहुन्छ त्यो भिडियोलाई एकदम हेर्न नछुटाउनु होला। यो भ्यू साँच्चीकै रमाइलो भ्यू छ है, यो सन्नी बेको भ्यू हो। सो गाइज आई एम टेलिङ यु द्याट ओके अबाउट सन्नी बे। सी अब यहाँको यो समुद्रको दृश्य यति मनमोहक छ किनकि गाडीबाट मैले हेरेँ र यहाँ नघुमिकन मलाई MTR चढेर डायमन्ड हिल्स जान मन लागेन। त्यसैले गर्दा जुन दृश्य मैले गाडीबाट हेरेँ त्यो दृश्य र त्यो चाहिँ समुद्रको साइड चाहिँ घुम्न जाँदैछु। अब यो समुद्रको छेउमा म आइसकेको छु है। अब यो समुद्रको छेउमा आइसकिरहँदाखेरि घाम पनि टन्टलापुर लागेको छ, त्यसैले म अब चस्मा पनि लाउँछु। चस्मा फेरि कडा छ, लाउरे स्टाइलको चस्मा त हेर्नुहोस् ल। अब यति भइसके पछाडि अब यो मैले समुद्र देखाउँदैछु है यहाँहरूलाई। ल हेर्नुहोस्, वाउ ल समुद्र हेर्नुहोस्। ओ माई गॉड गाइज, यो सन्नी बेको छेउमा देखिने यो आइल्यान्ड समुद्र है को दृश्य यति मनमोहक, यति रमाइलो छ। त्यहाँबाट आज मौसम पनि एकदमै रमाइलो बनेको छ। अब यहाँ चाहिँ मैले टिकटक र भिडियो बनाउँछु। यहाँ जो मान्छे भेट्छु त्यसलाई चाहिँ टिकटक फोटो भिडियो चाहिँ खिच्न लागिहाल्ने हेर्नु। अब तर अहिलेसम्म चाहिँ कोही देखाएको छैन। अब म आफ्नै हिसाबले पनि बनाउन सक्छु। मसँग सेल्फी स्टिक पनि छ है। ल अरू मनमोहक दृश्य पनि म देखाउँदै जानेछु। सो तपाईँहरू भिडियोलाई हेर्न नबिर्सिनु होला, कन्टिन्यू गर्दै गर्नु होला है त। वाउ सन्नी बेको घुमाइसकिसके पछाडि अब भने सन्नी बेबाट यो मेट्रो आइपुगेको छ र यो मेट्रो चढेर चाहिँ म हङकङ सिटी यहाँबाट र हङकङ सिटीको लागि जाँदाखेरि बिचमा अर्को पनि चेन्ज गर्नुपर्ने हुन्छ। सो यहाँबाट चाहिँ हामी हङकङ सिटीको लागि है त। सन्नी बेबाट चढेको मेट्रोबाट झरेर अब यहाँबाट अर्को मेट्रो चढेर चाहिँ मेरो यात्रा वाङताइसिन भन्ने ठाउँमा जानेर चाहिँ सपिङको लागि विभिन्न मोबाइल, सेकेन्ड ह्यान्ड आइफोनहरू, फेसन आइटमहरू र अन्य धेरै सपिङहरूको लागि चाहिँ एकदमै सस्तो भनेर बुझिने ठाउँ रहेछ। त्यसैले मेरो गन्तव्य यहाँ हुँदैछ वाङताइसिन। यहाँ वाङताइसिन चाहिँ झरेर म
अब यो वाङताइसिनको गार्डनहरू यहाँको भ्यूहरू हेरेर चाहिँ टक्कसँगले डायमन्ड हिल्स जाँदैछु है त। अनि डायमन्ड हिल्स वाङताइसिनको चाहिँ दृश्यहरू म तपाईँहरूलाई देखाएर डायमन्ड हिल्सको चाहिँ म तपाईँहरूलाई देखाउने छु। एकदम मन्दिर पनि रहेछ है, ल हेर्नुहोस् वाङताइसिन है त। यस्तो यो चाहिँ मन्दिरको इन्ट्रान्स है त। वाउ वाउ, सो नाइस प्लेस, सो नाइस। वाङताइसिन मन्दिरको इन्ट्रान्स गर्दै है अहिले चाहिँ गाइस। वाउ, वाउ, धेरै राम्रो मन्दिर र यसको विषयमा चाहिँ म बनाउँदै जानेछु, तपाईँहरूले हेर्दै जानु होला है त। यहाँको धर्म संस्कृति र रीतिरिवाज अनुसार उनीहरूले चाहिँ हामीले जस्तै गरी पूजापाठ र ध्यान गरिरहेका छन्, जुन फरक देख्न सकिन्छ। अब यो मनमोहक दृश्य र उनीहरूले गरिरहेको यो ध्यान पूजापाठ र धूप बत्ती बाल्ने कामहरू गर्दै यो मन्दिरको चाहिँ यसरी दर्शन गरिरहेका छन्। अत्यन्तै रमाइलो ठाउँ रहेछ र म पनि घुम्ने मौका आज जुल्यो र आज मैले यो घुमिरहँदाखेरि धेरै नै आनन्द र रमाइलो महसुस गरिरहेको छु। र यो मन्दिरको दृश्य एकदमै रमाइलो र साँच्चीकै भित्र बाहिर सबैतिर एकदमै रमाइलो रहेछ, जुन यस भिडियो मार्फत मैले कैद गरेको छु। यहाँहरूले पनि हेरिराख्नु भएको छ। वाङताइसिन भन्ने ठाउँ हङकङको वाङताइसिनमा झरिसके पछाडि केही पर गइसके पछाडि यो मन्दिरको अवलोकन र दर्शन हामीले गर्न पाउँछौँ र यहाँको मनमोहक दृश्यहरू भने यसरी हामीले हेर्न सक्छौँ। सो साँच्चीकै रमाइलो दृश्य हेरेर जान मन भने पक्कै थिएन फर्किन, तर पनि बाध्यताले फर्किनै पर्यो। र यहाँको भिजिट, यहाँको सम्पूर्ण भित्र बाहिर सबै ठाउँ घुमिसके पश्चात चाहिँ सस्तो मार्केटमा गइरहेको छु। सो यो देखिराख्नु भएको, यहाँहरूले देखिराख्नु भएको यो जुत्ताहरू जुन छ, यो जुत्ताहरू चाहिँ 100-150 हङकङ डलर मा चाहिँ पाउने रहेछ, मैले हेरेँ। र त्यो सँगसँगै अगाडि हामीले फेसनका आइटमहरू र विभिन्न धेरै आइटमहरू चाहिँ यहाँबाट हामीले सस्तो मूल्यमा खरिद गर्न सकिने रहेछ। हङकङ भन्ने बित्तिकै एकदमै महँगो ठाउँ हो र जुन ठाउँमा अहिले म घुमिरहेको छु यो ठाउँ भन्ने चाहिँ हामीले सस्तोमा खरिद गर्न सकिने इलेक्ट्रोनिक विभिन्न आइटमहरू, चार्जर, पावर ब्याङ्क लगायतका घडी, साउन्ड सिस्टम, साउन्ड बक्सहरू, धेरै चिजहरू चाहिँ हामीले यहाँबाट सस्तोमा खरिद गर्न सकिने रहेछ। त्यसपछि यो भित्रपट्टिको एउटा मन्दिर र त्यहाँको यो गार्डन घुमिरहँदाखेरि झनै लोभ्याउँदो लोभलाग्दो दृश्य देख्न भने पाइयो। साँच्चीकै एकदमै रमाइलो जुन तरिकाले यो बनाइएको छ, निर्माण गरिएको छ र यसको आसपासमा जुन खालको मनोरम दृश्यहरू निर्माण गरिएको छ, त्यो कुराले झनै खुसी र प्रफुल्लित भएँ। र त्यहाँभित्र बाहिर रहेका सम्पूर्ण दृश्यहरूलाई मैले यसरी भिडियो मार्फत कैद गरेको छु, जुन यहाँले हेरिराख्नु भएको छ। र यहाँहरू पनि यदि हङकङ घुम्न जानुभयो भने यो ठाउँ घुम्नलाई भने पक्कै पनि नबिर्सनु होला। साँच्चैकै रमाइलो र राम्रो ठाउँ घुम्नका लागि एउटा राम्रो गन्तव्य रहेको छ। त्यहाँबाट यात्रा डायमन्ड हिल्सतर्फ भयो र यो प्लाजा हलिउड हुँदै डायमन्ड हिल्सको यात्रा गरेपछि यो भित्रको बिल्डिङ जुन छ, यो बिल्डिङमा देखिएको यो हलिउड प्लाजाको दृश्य हो यहाँभित्र। अनि यहाँ युनिक्लो हङकङको चाहिँ मेन स्टोर पनि यहाँ रहेछ। सो यो पनि मैले कैद गरेको छु र यहाँबाट अबको यात्रा डायमन्ड हिल्सको यो गार्डनतर्फ जाँदैछ।
डायमन्ड हिल्स मेट्रो स्टेसन भनेर यहाँहरूले हेर्न सक्नुहुन्छ र यहाँभित्रको यो नानलिन गार्डन जुन एकदमै मनमोहक रहेको छ। यहाँहरूले अब यो भिडियो हेरिसके पश्चात पनि कस्तो रहेछ यो गार्डन भनेर आफै बुझ्नुहुनेछ, मैले भनिराख्नै पर्दैन। तै पनि म केही कुराहरू भने पक्कै गर्नेछु। अब यो नानलिन गार्डन छिर्दै गर्दाको यो दृश्य हो र छिरिसके पश्चात र सुरुवातदेखि नै यहाँका दृश्यहरू एकदमै रमाइलो र अति सुन्दर दृश्यहरू हेर्न सकिन्छ। यो गेट हो नानलिन गार्डनको दोस्रो गेट र यहाँबाट भित्र छिरिसके पश्चात जुन दृश्य देखेँ साँच्चीकै यति सुन्दर र यति रमाइलो दृश्य थियो जहाँबाट मलाई फर्किन पनि धेरै गाह्रो परेको थियो। तर पनि आफूलाई सम्हालेर यहाँबाट म फर्किएँ र त्यो फर्किनुभन्दा अगाडिका दृश्यहरू के कस्ता रहेछन् यहाँभित्र। यो गार्डन अति नै ठुलो गार्डन छ र यहाँ यस्तो खालको दृश्यहरू भने हामीले हेर्न सकिन्छ। फाइनली गाइज हामी चाहिँ डायमन्ड हिल्समा आइसकेको छौँ। हेर्न सक्नुहुन्छ ठुलो बिल्डिङ, ठुलो महल। यो डायमन्ड हिल्सको पार्कभित्र भएका यी सुन्दर दृश्यहरू र यो गार्डन हामी निहाल्न सक्छौँ, हेर्न सक्छौँ। साँच्चीकै अविस्मरणीय, साँच्चीकै रमाइलो जुन दृश्य छोडेर जान मन लागिरहेको छैन। तर समय, परिस्थिति र बाध्यताले गर्दाखेरि पनि छोडेर हिँड्नुपर्ने नै हुन्छ। वाउ, इट्स रियली अमेजिङ भ्यू। Oh my goodness. Wow. See guys, all surround the Diamond Hills view. Have like this. Wow. हङकङको डायमन्ड हिल्स लोकेसनमा रहेको यो नानलिन गार्डन साँच्चीकै यति सुन्दर र यति रमाइलो लाग्यो कि यो हेरिरहँदा एक दिन घुम्नलाई पनि यो काफी छैन भने जस्तो मैले महसुस गरेको छु। र पक्कै पनि यदि यहाँहरू हङकङ घुम्न जानुभयो भने यो ठाउँ पक्कै पनि नबिर्सनुहोला। र यो घुमिसके पछाडि तपाईँलाई पनि सायद मलाई जस्तै लाग्न सक्छ कि अति नै सुन्दर र रमाइलो यो दृश्य साँच्चीकै हेरिरहँ, बसिरहँ, फोटोहरू खिचिरहँ, भिडियो बनाइरहँ भन्ने लाग्यो र यहाँबाट बाध्यतावश हामी फर्क्यौँ। अवश्य पनि भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। दाहाल मिडिया हाउस अथवा लभ यु भ्लगर मार्फत यहाँहरूले विभिन्न नयाँ ठाउँहरू, विभिन्न रमाइलो भिडियोहरू अवश्य र जानकारीमूलक भिडियोहरू हेर्न सक्नुहुनेछ। सधैँ माया र साथ दिनुहुनेछ भन्ने अपेक्षासहित आजको भिडियोलाई यहीँ बिट मारेको छु। धन्यवाद, नमस्कार, हजुरहरूको समय शुभ रहोस्।